भिडियोमा क्या अहिले पैसाहरू दिँदैछ अरे होइन जे भन्छ तपाईँ चाहिँ हो भन्नु ल फेरि त्यस्तो दुःख अनि यस्तो साँचो साँचो जसले बोल्छ उसलाई चाहिँ पैसा दिन्छ अरे क्या धेरै अहिले फेसबुकमा पैसा दिनु थालेको छ अनि म चाहिँ जे पनि भन्छु तपाईँ चाहिँ हो उसले भनेको हो ठिक हो भन्दै जानु ल सुरु गर है नमस्ते म चाहिँ उषा हो अनि उहाँ चाहिँ मेरो बोजू सासू कोकु हुनुहुन्छ होइन हाँस्नु चाहिँ हुँदैन है ल कोकु हो अनि त्यस पछाडि अनि म चाहिँ धेरै काम गर्छु एकदम मेहनती छु है अहिले पनि यो सबै बारी खने मैले होइन राति 4 बजीदेखि उठेर खनेको म चाहिँ 4 बजे उठ्छु होइन अनि त्यस पछाडि चिया पकाउँछु अनि कोकुलाई लगिदिन्छु म खान्छु अनि कोकुलाई तेलले हातखुट्टाहरू चिप्लै कोकुलाई तेल लगाइदिन्छु अनि मसाजहरू गरिदिन्छु कपाल बिहान कोर्दिएको थियो पुस्किसकेको छ कपालहरू कोर्दिएर बारिदिन्छु फुकालिहाल्नु भएछ अहिले कोकु चाहिँ के अनि कोकुको चाहिँ पहिलेको सानोमा कोकु चाहिँ सानोमा कोकु चाहिँ आफूसँग हाँसेर मर्यो म हटाउँछु क्या यो हाँसेको जति ल कोकु चाहिँ सानोमा चाहिँ अनि फेरि गुन्डेनी हुनुहुन्थ्यो घर फेरि देखिन्छ पहिले तपाईँ सानोमा चाहिँ डन हुनुहुन्थ्यो है तपाईँ चाहिँ यस्तो पटुकामा बन्दुक भिरेर हिँड्नुहुन्थ्यो है कोकु अनि 2 जनालाई तपाईँले गोली हानेको है माओवादीको पालो थियो अनि त्यस पछाडि हाम्रो कोकुले बन्दुक भेटाउनु भएको थियो होइन अनि त्यस पछाडि सबैलाई गोली के भन्छ भन्नु न अनि पैसा आउँछ क्या फेरि तपाईँ त्यसो भन्नु भने त दिँदैन नि फेरि हाँस्नु पनि हुँदैन सिरियस भएर ल अब चाहिँ सुरुदेखि कोकु चाहिँ सानोदेखिको डन हो हेर न अब चाहिँ हाँस्दिनँ ल फेरि सुरु कोकु चाहिँ सानोदेखिको डन हो अनि यो पटुकामा कोकुको बन्दुक भिरेको हुन्थ्यो होइन हो कि न अनि त्यस पछाडि बन्दुकले 2 जना कि कतिजना लान्नु तपाईँ आफै भन्नु न कतिजना लान्नुभयो 2 जनालाई हानेको 1 जनालाई लाग्यो 1 जनालाई लागेन फेरि हाँस्नु हुँदैन अनि तपाईँले त्यो नलाग्नेलाई चाहिँ के गर्नुभयो के गर्नु र अब यति भनिसकेपछि त हामीलाई पैसा मिल्छ होला नि त होइन नमस्ते अब यो भिडियो हेरेर पैसा धेरै दिनु
बन्दुकले हानिदिन्छु खुपै रहेछ भन्नु न नभए फेरि बन्दुकले हानिदिन्छु भन्नु न जिस्केको छ हो हो साँच्चै हो क्या मान्नु हाँस्दिनँ नभए फेरि बन्दुकले हानिदिन्छु लु म हाँस्दिन्छु नभए पनि त हानिदिन्छु सिद्धि